साथी हो गाह्रो छ है जिन्दगी जिउनु। हेर्नुहोस् अब म यता नानीसँग बस्छु हो, अन्त ड्युटी छ यता टाढो सेपी, त्यो भएर यसरी हिँडेर जानुपर्छ। गाडी पनि टाइम टाइममा मात्रै भेट्छ, अनि अब यसरी हिँडेर जाँदैछौँ। गाडी पनि छैन, अन्त गरी खानु साह्रो पर्ने रहेछ हौ साथीहरू। काम नगरे पनि हुँदैन हो, अन्त अब कम पैसामा भए पनि दुःख चाहिँ गर्नुपर्छ साथी हो। अब दुःख नगरी बसी बसी कसैले पनि दिने होइन, अब दुःख त गर्नुपर्ने छ, स्ट्रगल हो। मैले यति चाहिँ सिक चाहिँ पाएँ कि होइन, अब जिन्दगीमा चाहिँ मान्छेले कस्तो कस्तो गरेर खानुपर्ने रहेछ हो। अन्त त्यो भएर चाहिँ पैसा चाहिँ सजिलो ठाउँमा चाहिँ हुँदैन रहेछ साथी हो, अलिक अप्ठ्यारो ठाउँमा हुनेछ हो। त्यो भएर चाहिँ हामी यसरी स्ट्रगल गरेर हिँड्नुपर्छ। अन्त म चाहिँ यसरी हिँडेर जाँदैछु। अन्त तपाईँहरूलाई चाहिँ अब कस्तो लाग्यो हो। अब लाइफले चाहिँ धेरै कुरा सिकाउँदो रहेछ होइन। अब सुखभन्दा चाहिँ बेसी दुःख हुने रहेछ लाइफमा, चाहिँ गाह्रो रहेछ। बिहा गरेपछि झन् साह्रो, सबैतिर मन बुझाउनु पर्ने हो। आफ्नो माइतमा पनि सासू ससुरालाई पनि मन बुझाउनु पर्ने हो। बुढादेखि लिएर केटी हुनु झन् अति गाह्रो रहेछ है साथीहरू। मेरो कुरा कस्तो लाग्यो, मन पर्यो भने तपाईँहरूले लाइक सब्सक्राइब गरिदिनुहोस् है। हवस् त, बाई बाई।